पुलिसहरुको त्यो उके त्यो आथे नि त्यो प्लेन हेलिकप्टर हो तिनीहरु पार्ट चाहिँ राम्रो लाग्यो सबै कुरा मन परेको बेस्ट पार्ट चाहिँ के हो फाइटिङ हजुर निर्मला पन्तको हत्याकाण्ड सेम हो नेपाली मुभीमा बेस्ट अहिलेसम्मकोमा भन्दै कस्तो लाग्यो एकदम राम्रो लाग्यो जस निर्मला पन्तको हत्याकाण्ड सेम हो नेताको अब यसमा त न्याय पायो रियल लाइफमा न्याय पाउँदैन नेपालमा यस्तै हो ए बबाल थियो त्यो सेक्युरिटी गार्डको एक्टिङ सही थियो हिरोको पनि कम चाहिँ छैन है हजुरलाई कस्तो लाग्छ बबाल थियो धेरै राम्रो थियो नेपाली मुभीमा बेस्ट अहिलेसम्मकोमा अनि तपाईँलाई एक्सनहरू कस्तो लाग्यो एक्सन बबाल थियो सुस्को एक्सन धेरै राम्रो अनि हजुरलाई म्याम एकदम राम्रो नेपाली इन्डस्ट्रीमा यस्तो मुभी त मैले अझै देखाएको थिएन एकदम राम्रो रमाइलो लाग्यो भन्दै कस्तो लाग्यो निर्मला पन्त हत्याकाण्डको चाहिँ यो रियालिटी हो जस्तो लाग्यो तर त्यसमा चाहिँ न्याय पाएन रियल लाइफमा चाहिँ अब न्याय पाएन क्या अरे यस फिल्ममा चाहिँ न्याय पाउनु भयो त्यही हो यो नेपालकै सन्दर्भमा बनाएको नआउनु होला यसबाट सिक्न पाइन्छ अब कसले आउनु होला है फिल्म ठिकै छ एक्सन राम्रो छ अरू त त्यस्तै हो एक्सन चाहिँ अलिक राम्रो हजुर एकदम राम्रो च्वाक फेरि पनि हेरौँ हजुरलाई कस्तो लाग्यो आउट अफ लभ दिदी राम्रो लाग्यो अनि हजुरहरूलाई दामी लाग्यो राम्रो छ राम्रो एकदम एक्सन मुभी हजुरलाई यसको अर्को हजुर पार्ट 2 त आउने पऱ्यो नि होइन के भयो अब इन्डिङमा के हुन्छ भने इन्डिङ छैन नि त राम्रोसँग इन्डिङ आइदियो हुन्छ भन्ने चाहिँ हजुरलाई फिल्म चाहिँ कस्तो लाग्यो राम्रो छ राम्रो लाग्यो एक्सन मुभी हजुरलाई राम्रै लाग्यो इन्डिङमा चाहिँ अब पार्ट 2 आएपछि राम्रो हुन्थ्यो भन्ने भएर म त पानीमा त गर्दिनँ हामीलाई थाहा नि त कहाँ सिद्धिन्छ
एक्सन फिल्म चाहिँ बवाल छ कि यो चाहिँ एकदम राम्रो छ ल सबैजना आएर हेरिदिनु होला है ठिकै लाग्यो राम्रै लाग्यो एकदमै राम्रो राम्रो हामीलाई यस्तो यो गर्मीलाई फाँसी होस् भन्ने छ कि एकदम राम्रो एकदम राम्रो फिल्म कस्तो लाग्यो एकदम राम्रो अरूलाई हेर्न बोलाउनुहुन्छ कि नाइ बोलाउँछु सबैलाई हेर्न मन छ तपाईँले हेर्न पनि आउन सक्छु म खतरा लाग्यो एकदम राम्रो लाग्यो के कुरा मन पर्यो मुभीको डाइलग सबै मन पर्यो मुभी के कुरा मन पर्यो हजुरलाई मुभीको सबै राम्रो थियो सुरुदेखि राम्रो मन परेको बेस्ट पार्ट चाहिँ के हो बेस्ट पार्ट हिरोको त्यो एक्टिङ अनि त्यो पुलिसहरूको त्यो ऊ के त्यो आएको थियो नि त्यो प्लेन हेलिकप्टर हो तिनीहरू पार्ट चाहिँ राम्रो लाग्यो त्यही हो अरूलाई सजेस्ट गर्नुहुन्छ एकदम सबलाई सजेस्ट गर्छु आउनु भनेर लाग्यो के कुरा मन पर्यो मुभी हिरोको इन्ट्री पनि राम्रै भयो अनि त्यसपछि के भने समग्र फिल्म सबै राम्रो छ थ्याङ्क यू पार्ट 2 को अपेक्षा गर्नु पार्ट 2 चाहिँ पार्ट 2 फेरि पनि हेर्न के कुरा मन पर्यो मुभीको होइन सबै ठिक छ ठिक छ सबै कुरा मन परेको बेस्ट पार्ट चाहिँ के हो हजुरलाई फाइटिङ हजुर फाइटिङ खुब हेर्नुहुन्छ क्या हो फाइटिङ हेरिन्छ नि योभन्दा अगाडि कुनै नेपाली मुभीमा त्यस्तो फाइटहरू केही हेर्नुभएको थियो पहिला एउटा विराज भट्टको छोरा खेलाएको थियो नि हजुर ऊ फिल्म पछि यो चाहिँ सही लाग्यो हो कुन चाहिँ बेस्ट लाग्यो हजुरलाई होइन यो पनि सही छ ऊ पनि सही छ हो हस् थ्याङ्क यू हस्